हेलो गाइज वेलकम ब्याक टु माई न्यू रियाक्सन भिडियो र आज पनि दमदार भिडियो लिएर आइसकेको छु तपाईँहरूको माझमा। सो आजको भिडियो चाहिँ हाम्रै वान अफ द फेभरेट वान अफ द बेस्ट सिङ्गर वान अफ द फेमस सिङ्गर सुशान्त केसी दाईको चाहिँ गीत रहेको छ। केही महिना अगाडि बारदली सङ रिलिज भएको थियो दाईको होइन। त्यही सङ चाहिँ हिन्दीमा डब भएर आएको छ होइन दाईको। त्यही सङलाई चाहिँ म आज रियाक्ट गर्न जाँदैछु। एउटा प्राउडको कुरा हो कि टी सिरिजमा इंडियन टी सिरिजमा चाहिँ हाम्रो दाईको चाहिँ सङ रिलिज भएको छ होइन। त्यहाँ त्यो च्यानलबाट चाहिँ अपलोड भएको छ। त्यो एकदम सारा नेपालीको लागि एउटा एकदम प्राउडको कुरा हो होइन। सो हेरौँ भित्रै अब हेर्दै गफ गर्दै गरौँला होइन। सो ढिलो नगरिकन यो गीतलाई चाहिँ हामीले स्टार्ट गर्नुपर्ने हुन्छ। ओके लेट्स गो। टी सिरिज प्रेजेन्ट अफ प्राउडको कुरा हो यो चाहिँ सस्तीमा खड़का। कैसे हुआ है ये असर तेरी कश्ती में डूबा हूँ सबको भूल के। जब से मिला हूँ तुमसे दिल की जबरदस्ती है रख लूँ मैं तुमको ढूंढ के। खतरा छ यार प्लस सस्तीमा खड्का रहेछ होइन। झनै खतरा हुने भइहाल्यो होइन। मेरो चाहिँ फेभरेट हिरोइन भनौँ होइन। मलाई राम्रो लाग्छ उहाँको एक्टिङ उहाँको चोइसहरू होइन सबै कुरा। सो हेरिदिउँ। एक झलक मचती है धड़क उफ उनकी क्या बात करें। नैनों का पलक अंदाज ही अलग उफ उनकी क्या बात जो हवा तेरी जुल्फों की महक ले आती है मेरे मन में तू भर जज्बाती तरंग उनकी क्या बात करे। चाहियो नि यतिको त अलिअलि नेपाली फोन पनि हान्नु पर्यो। लेकर आऊं मैं जो पसंद हो दे दे आवाज कर दे बस मीठी मीठी बातें बन जाऊं राजा। कस्तो मजा आएको के यार है। जस खतरा छ यार दाइ यार होइन। म पनि फ्यानै हो सुशान्त केसीको होइन। साथी गीतबाट चाहिँ म एकदम बबाल फ्यान भएको होइन। साथी गीत छ नि दामी छ कि दाइको होइन। त्यो सङबाट चाहिँ म एकदम दाइप्रति एउटा फ्यान भयो होइन। सो त्यही हो। यो पनि बबाल लाग्यो यार होइन। एउटा अब हुन्छ नि एउटा हिन्दी सङमा होइन हिन्दी शब्द डब त गरेर ठिक छ तर नेपाली अलिअलि नेपाली पनि मिसायो नि त होइन। त्यो एउटा राम्रो पोइन्ट हो होइन। जस राम्रो लाग्यो ठिक छ दाइ मेरी रानी आज हो जाए दिल की मुलाकातें हिलती है मटक मटक जो कमर है दे दे अब नंबर है बात होगा थोड़ा एहसास होगा हिलती है मटक मटक जो कमर है दे दे अब नंबर है बात होगा थोड़ा एहसास होगा उसकी एक झलक मचती है धड़क उफ उनकी क्या बात करे। नैनों का पलक अंदाज ही अलग उफ उनकी क्या बात करे। बहकर सन सन जो हवा तेरी जुल्फों की महक ले आती है। हेरे भइदियो आगे क्या क्युट देखेको क्या है सस्तीमा खड्कालाई। जोस् यो सुटिङ चाहिँ कहाँ भयो होला यार नेपालमै हो कि जोस्। गीत त छँदैछ होइन हिन्दीमा तर भिडियो पनि त्यही टाइपको कि हुन्छ नि
इन्डियन मुभी सङहरूमा यस्तै हुन्छ नि ग्रुपिङवाला एउटा भिडियो होइन त्यस्तै टाइपले बनाएको छ होइन कसम यार बब्बा लाग्यो मलाई चाहिँ है एकदम मजा आयो एकदम प्राउड पनि लाग्यो जुन यो भिडियो हेरेर चाहिँ होइन यस्तो ठुलो प्लेटफर्ममा यो ठुलो अब टी सिरिज जस्तो अब च्यानलमा चाहिँ यस्तो गीतहरू हाम्रो नेपालको गीतहरू चाहिँ यसरी भयो होइन बवाल लाग्यो मलाई एकदम खतरै लाग्यो जस मेरे मन में तू है जज्बाती तरंग उफ, की क्या बात करे ले जाऊ माया अहिले नै जवानीमा चाहियो यति चाहिँ चाहियो है हल्का दिनु पर्यो नि त माया माया रात रात सारीमा कहाँ कहाँ बोलाउँछौ यो सुटिङ चाहिँ नेपालमै भएको रहेछ होइन घागोटोपी सागोटोपी हान्नु छ होइन सो त्यही हो यो गीत चाहिँ सक्यो है एकदम बवाल छ गीत सुशान्त केसी प्लस स्वस्तिमा खड्का त्यसै बवाल होइन त्यसै बवालै हुने भयो झन् अब गीत यस्तो दामी होइन च्यानल यस्तो टी सिरिजमा अपलोड होइन एकदम बब्बाल होइन मिलियनमा गएको छ होइन 3 मिलियन कति छ होइन अहिले नै पछि अब हेर्दै झन् बवाल हुन्छ झन् राम्रो होस् धेरै धेरै शुभकामना होइन बेस्ट अफ लक अझै राम्रो होस् अझै भ्यू जाओस् सारा संसारले हेरोस् हाम्रो नेपालको सिङ्गरले गाएको एउटा हिन्दी सङ होइन सो त्यही हो यति नै भन्न चाहन्छु होइन सो तपाईँहरूले हेर्नु होला अन्तिमसम्म माया गरिदिनु होला मलाई पनि थोरै माया गरिदिनु होला थोरै कमेन्ट गरिदिनु होला प्लिज मलाई सपोर्ट चाहिँ गरिदिनु होला होइन गाइस मलाई सपोर्टको आवश्यक छ यतिखेर होइन तपाईँहरूको वान सब्सक्राइबले जस मेरो लागि धेरै ठुलो गुण सम्झिनेछु होइन हजुरहरूले एक मात्र सब्सक्राइब मात्रै गर्नुभयो भने एक भिडियोमा 1 लाइक वा 1 कमेन्ट गर्नुभयो भने म एकदमै आभारी हुनेछु होइन म एकदम खुसी हुनेछु होइन सो यति भन्दै आजको भिडियोलाई यहीँनिर अन्त्य गर्न चाहन्छु हस्त धन्यवाद।